सो हेलो गाइज, वेलकम ब्याक टु माई मामाज भ्लग। मेरो नाम चाहिँ युनिका जोशी। ऊ चाहिँ मेरो भाइ। तिम्रो नाम भन्दै? कलानिधि राज है। कोनिस भट्ट मेरो नाम। अनि त्यसपछि हेर्नुहोस्, आज चाहिँ हाम्रो फेरि हाम्रो के छ, हामी धनगढी जानु पर्थ्यो, तर हाम्रो त्यहाँ दही खाएर हामीले चाहिँ स्टार्ट गऱ्यौँ बोल्न। हाम्रो फेरि गाडी त्यहाँ पहिरो गएर रोकिराखेको छ। अनि त्यसपछि चाहिँ मुगलिनमा चाहिँ अनि वान वे बनाएर छन्। सो हामी आज पछि 6-7 बजेतिर कि त 5 बजेतिर जान्छौँ होला। अनि त्यसपछि हेर्नुहोस् गाइज, हेलो। अनि उहाँहरू चाहिँ सबैजना अल्छीले सुतिराख्नु भएको छ। उहाँहरू चाहिँ एउटा मेम्बर हामीसँग जाने, उहाँ दोस्रो मेम्बर होइन, उहाँ दोस्रो मेम्बर, उहाँ तेस्रो मेम्बर, म चौथो मेम्बर। सो फेरि दही खायौँ हामीहरू। अनि हामी के गर्ने भन्दैछौँ, एकचोटि भाइलाई हेर्न जाऊँ। कमन। हेलो गाइज, ऊ चाहिँ मेरो भाइ भात खाइरहेको छ। हेलो गाइज भन्देऊ। हेलो गाइज भन्देऊ। हेलो गाइज भन्देऊ। हेलो गाइज, हेलो गाइज भन नि त। त्यो गन्डखेले मान्छे नि फेरि भन। वेलकम टु माई दिदीज भ्लग भन, मामाज भ्लग भन। भेरी गुड। तिम्रो नाम के हो? भात खाइरहेछ गाइस। उहाँ चाहिँ मेरो मम्मी भात खाइराख्नु भएको छ। ऊ चाहिँ मेरो भाइ। आज आई अलरेडी इन्ट्रोड्युस। सो हामी फेरि अरू के गरिरहेछ नि हेर्न जाऊँ है त। यहाँ घाम लागिरहेछ अनि बादल पनि लागिरहेछ। थाहा छैन पानी पर्छ कि घाम लागिरहेको छ। पानी पऱ्यो भने अप्ठ्यारो हुनेछ। उहाँ सबै मेरो भ्लगको स्टाइल हेर्दै हाँसिराख्नु भएको छ। अनि के भन्ने कुरै छैन। यी गाइस, मेरो आइफोन हेर्नु गाइस। किनेको गाइस हाम्रो अङ्कलले किन्नु भएको थियो। हेर्नु न गाइस, कभर। आज म फेरि कति राम्रो देखिरहेको छु गाइस। आज म फेरि हेर्नु जाने भनेर 12:30मा हिँड्नु पर्थ्यो। 1 बजे जानु पर्थ्यो हामी धनगढी, तर फ्लाइट डिले भए जस्तै हाम्रो गाडी नै डिले भयो। सो हामी यहाँ अड्के छौँ। के गर्नु अब, बादल पनि लागिरहेको छ, घाम पनि लागिरहेको छ। आई डोन्ट नो वाट विल ह्यापन। अनि त्यसपछि हामी केही अत्रङ्गी बित्रङ्गी गर्ने बसमा सबैलाई इरिटेट पार्ने कुरा। हामी भ्लग बनाउँछौँ गाडीमा पनि। अनि त्यसपछि भोलि कहिले पुगिन्छ थाहा भएन, तर अलि ढिलै हुन्छ होला। पर्सि चाहिँ पुग्छौँ हामी बझाङ। अनि आवर ट्राभल विल स्टप फ्रम द्याट डे। अनि फेरि आउने बेला हामी ट्राभल स्टार्ट गर्छौँ। सो म चाहिँ जानुपर्ने बझाङ हो। अनि त्यसपछि के भन्नु अब, म चाहिँ जानुपर्ने बझाङ हो। अहिले धनगढीबाट बझाङ गइन्छ। अनि के भन्ने, मेरो नाम चाहिँ युनिका जोशी हो। उसको नाम कोनिसबाट कलानाराज भट्ट चाहिँ भनेन। अनि त्यसपछि हामी के अत्रङ्गी बित्रङ्गी गर्ने भन्दै सोचिरहेका छौँ। कमन हियर, हामी बाल्कनीमा जाऊँ। कमन गाइस। ऊ चाहिँ हाम्रो फेरि अर्को मोबाइल भाइको
अनि यो चाहिँ मेरो मामाको हो तर मैले लिएँ। यो चाहिँ हाम्रो बाल्कनीको भ्यू हो। उता हेर्नुहुन्छ गाइस होराइजन कस्तो ठुलो छ तर यहाँबाट देखेन। पछि देखाउँछु है। यो चाहिँ हाम्रो भान्सा हो। आउनु म हजुरलाई टुर गराउँछु। हेलो गाइस भन्देऊ। हेलो गाइस भन्देऊ। हेलो गाइस। वेलकम टु माई मामा's vlog भन्देऊ। मामा दिदीले भ्लग बनाइरहेछ भन। म बदमास हो भन। बाई बाई भन्नु। बोल्छौ? हेलो गाइस। यो क्या है सो आवाज आइरहेछ। हेलो हेलो माइक चेक आइरहेछ गाइस। आइरहेछ कि आइरहेछ होइन? आइरहेछ होला है सायद मैले मिलाइसकेँ। वहाँ चाहिँ हाम्रो फेरि त्यहाँ हुक्काहरू खाने ठाउँ हो। हुक्का चुरोटहरू डिस्कस्टिङ। सो गाइस मेरो भाइ एकदमै बदमास। हेलो गाइस हामी किचन गइरहेको छु। अब गाइस हामीले घर टुर गराउने भनेर होम टुर गराउँ न गाइसहरूलाई होइन। गाइस हजुरलाई पनि चाहिन्छ नि त हाम्रो होम टुर। हामी चाहिँ होराइजनको नजिक बस्छौँ। कोही होराइजनको नजिक बस्नुहुन्छ भने निमन्त्रणा छ हामीलाई भेट्न आउनु होला भनेर। तर के भन्नु हामी जस्ताले भेट्न को आउँदैन। हेलो गाइस भन्देऊ। यो चाहिँ मेरो मामाको भ्लग हो भन। सो गाइस म सबैलाई इन्ट्रोड्युस गराउँछु। उहाँ चाहिँ हाम्रो अङ्कल। उहाँ चाहिँ हाम्रो फुपू। हेलो गाइस। उहाँ चाहिँ चिया खाने कुरा गरिराख्नु भएको छ। मलाई पनि खुवाउनु होला भन्ने आशा गर्दछु। फेरि म त राम्रो मान्छे। अनि यो चाहिँ हाम्रो हल हो। यति ठुलो छ गाइस। यो चाहिँ हाम्रो बाथरुम हो। सानो छ। यो चाहिँ हाम्रो सानो ढोका हो। यो चाहिँ हाम्रो भान्सा हो। उहाँ चाहिँ मेरो मम्मी हो। एकदम राम्री संसारकी राम्री मम्मी हो। हुनुहुन्छ हाम्रो संसारकी राम्री मम्मी यहाँ उपस्थित हुनुहुन्छ भन्ने आएन। यो चाहिँ हाम्रो सानो र राम्रो मिठो भान्सा हो। खानु मिल्दैन त्यही पनि मैले मुखमा जे आयो त्यही भनिदिएँ मिठो भनेर। तर मैले अहिलेसम्म मिठो केही खाएकै छैन मासु भात। यो चाहिँ हाम्रो डाइनिङ टेबल हो। उतैबाट प्रकाश आइरहेछ। दाइको नाम पनि प्रकाश हो त्यही भएर नाम पार्नु मिल्दैन। यहाँ उज्यालो आइरहेछ उज्यालो। यो चाहिँ डाइनिङ टेबल 4 छ। अनि यो चाहिँ हाम्रो फेरि राख्ने ठाउँ हो। यहाँ के पो राख्छ यहाँ के अरे यहाँ बजाउने टोना। यहाँ चाहिँ हामी खोलेर देखाउँछु। प्लेटहरू राख्ने देख्नु। यो पनि खोला। यो चाहिँ हामी ठुलो भान्सा राख्छ नि यस्तो राख्छौँ हामी चाहिँ। यो चाहिँ हाम्रो स्मल पार्टी स्टेसन। यो चाहिँ हाम्रो धारा हो। अनि हामी चाहिँ यहाँबाट आउट हुन्छौँ। ठुमक ठुमक चालिया मैया जन्नत ठुमक ठुमक चालिया। अनि हामी चाहिँ यहाँ उपस्थित भएका छौँ ऐनाको अगाडि।
भयो ल बाई 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 गाइस बाई बाई भन्नु हेलो गाइस लाइक गर्दै हो लाइक लाइक गर्दै कमेन्ट गर्दै हो त कसको बेबी कसको ब्लग हो दादा गाइस मलाई चाहिँ भाइ दादा भन्छ Mama, दियो दादालाई दियो ल बाई बाई भन्दियो बाई बाई गाइस हेलो गाइस भन्नु नि त हेलो गाइस बाई 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 गाइस बाई 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 गाइस बाई 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 बाई